गाइस यत्रो मोबाइलहरू बनाउन आइसक्यो कामहरू अब एउटा पनि रेडी भएको छैन यिनीहरू सबै अब रेडी पार्ने हो खचाखच यत्रो मोबाइल भइसक्यो सबसे फास्ट सबसे अगाडि यो चाहिँ गराउनु पर्यो अनि दाजुलाई अलि छिटो चाहिएको छ अरे फर्स्टमा चेक गरौँ टक्क चार्जर लगाउने नो रेस्पोन्स चार्ज हुँदैन रहेछ ल वो चाहिँ फटाफट यसलाई खोल्ने कुरो हुन्छ फटाफट हामी खोल्ने र अब यसलाई बनाउने कुरो हुन्छ फटाक से रेडी फाइनली खुल्यो अब प्रब्लम यसको ल फाइनली खोल्यो यो चाहिँ हेरौँ के पोत्किँदो रहेछ यहाँ यो त टाइट छ यो चाहिँ ल यही पोत्किँदो रहेछ क्या यसको हाम्रो गुरुङ दाइले परेसान गराएको छ यो फोनले हल्का झट्का पायो के पायो फ्याट्ट यो पत्ता खुल्दो रहेछ अनि चार्ज कहाँबाट होस् त त्यही भएर अब यसलाई अलि फिक्स तरिकाले दामी तरिकाले जोडेर दिनु पर्यो हाम्रो गुरुङ दाइलाई प्रब्लम नआओस् अब फिक्स चार्ज हुन्छ झर्र गरिहाल्यो ल काम गरिरह अब चाहिँ फटाफट प्याकिङ गरिन्छ त्यसपछि हाम्रो दाजुलाई दिन्छ प्याक हजुर के भयो मैले हिजो गेम खेल्दै थिएँ हिजो यो गेमलाई हटाउँछु भनेको डिलिट गर्छु भनेको त हुँदै भएन टच भएन त्यसपछि अफ गरेर टच गर्छु भनेको त अफ गरेको त अफ भयो अनि त्यसको खोल्यो लक खोल्छु भन्दा त लक खोल्ने पनि हुन्न टचै हुन्न हेर्नु देख्यो कुरा त न स्विच अफ हुन्छ हेरिहालौँ के हुन्छ त छन्न न स्विच अफ हुन्छ भनेपछि भिभो
यो 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 the second hold. हुन्छ र दाइ भइरहेछ उसो भए एकछिन बनाइदिनु है म पर सामान लिएर आउँछु। हस् मात्र 330 रुपियाँ। ल गाइस सिम्पल तरिकाले खुल्यो यो खुल्दैछ हाम्रो यता देखो मनी द पावर खुल्यो टच काम गर्यो लक थाहा छैन 1 2 3 4 5 6 7 8 9 चल्यो यस चार्ज चाहिँ गरिन्छ टक्क लगाएर चार्ज भइरहेछ चार्ज भइरहेछ काम ओके अब बाई बाई टेक केयर